साथीहरू अहिले सुनको भाउ धमाधम बढिरहेको बेला मैले चाहिँ तपाईँहरूको लागि फेरि पनि एकदमै कम सुनमा बनेर तयार भएको 24 क्यारेट सुनको मङ्गलसूत्रहरूको डिजाइन लिएर आएको छु। यो भिडियोमा चाहिँ मैले तपाईँहरूलाई यो कतिमा बनेर तयार भएको छ र अहिलेको बढेको सुनको भाउमा यो मङ्गलसूत्रहरूको प्राइस कति पर्छ भनेर सम्पूर्ण कुराको जानकारी चाहिँ यही भिडियो मार्फत दिनेछु। त्यसैले भिडियोलाई स्किप नगरी सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला। यही क्रममा मैले तपाईँहरूलाई आजको भिडियोको पहिलो मङ्गलसूत्रहरू देखाउन गइरहेको छु, जसको डिजाइन तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। एकदमै राम्रो डिजाइनमा बनेर तयार भएको छ र एकदमै सानो चिटिक्क परेको मङ्गलसूत्रहरू रहेको छ भनेदेखि यसमा चाहिँ तपाईँहरूले प्रत्येक मङ्गलसूत्रमा 4वटा बल पनि क्रिस्टल मालामा उनेको देख्न सक्नुहुन्छ र यहाँ देख्न सक्नुहुन्छ 6 लालदेखि 8 लालमा यो मङ्गलसूत्रहरू चाहिँ बनेर तयार भएको छ र यो सम्पूर्ण मैले तपाईँहरूलाई देखाएको अहिले मङ्गलसूत्रहरू छ। यिनीहरूको प्राइस चाहिँ तपाईँहरूलाई 21-22 हजारदेखि सुरु भएर 29-30 हजारसम्म चाहिँ पर्न जान्छ र यही क्रममा फेरि पनि मैले तपाईँहरूलाई अर्को एउटा 2टा मङ्गलसूत्र देखाउन गइरहेको छु, जुन चाहिँ एउटा रातो क्रिस्टल मालामा उनेको छ भनेदेखि अर्को चाहिँ तपाईँहरूले कालो क्रिस्टल मालामा उनेको देख्न सक्नुहुन्छ। सबैको डिजाइन एकदमै राम्रो छ साथीहरू, सक्नुहुन्छ। डिजाइनहरू फरक फरक छन् तर एकदम कम सुनमा बनेर तयार भएको छन्। त्यसै गरी फेरि अर्को 2वटा डिजाइन तपाईँहरूलाई देखाउन गइरहेको छु। यो पनि तपाईँले कालो क्रिस्टल मालामै उनेको देख्न सक्नुहुन्छ भने 4वटा बल नै रहेको छ। डिजाइन भने एकदमै राम्रो छ र वेट पनि तपाईँहरूले यसलाई 6 लालदेखि 8 लालको बिचमा यसलाई पनि पाउनुहुन्छ। र साथीहरू मैले तपाईँहरूलाई एउटाको प्राइस कति पर्छ भनेर चाहिँ जानकारी दिएको छैन, त्यसले गर्दा भिडियो पनि लामो हुन्छ र सुनको भाउ चाहिँ दिने पछि परिवर्तन पनि भइरहन्छ, जसको कारणले गर्दाखेरि मैले आज भिडियो हालेको छ नि भोलि यसको प्राइस अर्कै भइसक्छ र तपाईँहरूलाई पनि कन्फ्युज हुनसक्छ। र प्राइसको लागि चाहिँ तपाईँहरूले मलाई कमेन्ट गर्नुहोला, तपाईँहरूको कमेन्ट हेर्दैछु म र जुन दिन तपाईँहरूले कमेन्ट गर्नुहुन्छ त्यही दिनको रेट अनुसार चाहिँ यसको प्राइस कति पर्छ भनेर म तपाईँहरूलाई कमेन्टमा रिप्लाई दिनेछु। र यसै गरी अर्को एउटा डिजाइन पनि मैले तपाईँहरूलाई देखाइरहेको छु। यो पनि एकदमै राम्रो डिजाइन रहेको छ, देख्न सक्नुहुन्छ। र तपाईँहरूले यो भिडियोमा चाहिँ कुन चाहिँ कति नम्बरको डिजाइन तपाईँहरूलाई मन परेको छ हामीलाई कमेन्ट गरेर अवश्य पनि बताइदिनु होला। र यी सबै डिजाइनहरू चाहिँ अहिले बजारमा चलिरहेका डिजाइन हुन् र यिनीहरूको प्राइस पनि अहिलेको बजार भाउमा लगभग कति पर्न सक्छ भनेर मैले तपाईँहरूलाई जानकारी पनि दिइसकेँ। र यसै क्रममा अर्को एउटा डिजाइन तपाईँहरूले देख्न सक्नुहुन्छ, पानको पातमा डिजाइन। यो पनि एकदमै राम्रो रहेको छ र अर्को पनि तपाईँहरूले राम्रो डिजाइन यसमा देख्न सक्नुहुन्छ। र साथीहरू भिडियो तपाईँहरूले कहाँबाट हेर्दै हुनुहुन्छ, तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लागिरहेछ, भिडियो मन परेको छ भने यो भिडियोलाई लाइक गरेर आफू कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गरेर हामीलाई बताइदिनु होला। तपाईँहरूले कमेन्ट गर्नुभयो भने चाहिँ हाम्रो भिडियो कहाँसम्म पुगेको रहेछ र कहाँदेखि हेर्दै हुनुहुन्छ भनेर थाहा पाउन सक्छौँ र हामीलाई पनि थप अरू यस्तै भिडियोहरू बनाउनको लागि चाहिँ हौसला मिल्नेछ। यति भन्दै मैले तपाईँहरूलाई अर्को पनि डिजाइन एकदम राम्रो डिजाइन देखाइरहेको छु। मलाई चाहिँ आजको भिडियोका सम्पूर्ण डिजाइनहरू एकदमै मन परेका छन्। तपाईँहरूलाई चाहिँ कुन डिजाइन मन परेको छ हामीलाई कमेन्ट गरेर अवश्य बताउनु होला। साथै सुनचाँदीसँग सम्बन्धित यस्तै भिडियो र सुनचाँदीको रेट दिनेपछि हेर्नको लागि हाम्रो युट्युब च्यानल सुनचाँदी बजारलाई सब्सक्राइब गर्नुहोला।